सर नमस्कार। हजुर मिस नमस्कार। सर तपाईँ चाहिँ यो अत्तरिया ग्लोबल इन्स्टिच्युटमा चाहिँ कोर्स गर्दै हुनुहुन्छ है। अनि तपाईँले चाहिँ यो अत्तरिया ग्लोबल इन्स्टिच्युटमा नै कोर्स गर्नको खासियत कुनै उद्देश्य कारण किन रोज्नुभयो तपाईँले चाहिँ? अब अत्तरियामा ग्लोबल इन्स्टिच्युट रोज्नुको मेरो खास कारण के छ भने यहाँ चाहिँ सुपथ मूल्यमा र दक्ष शिक्षकहरूबाट चाहिँ कोर्स गराइदो रहेछ। जस्तो कि आइएलटिएस लगायतका कोर्सहरू, तपाईँको कम्प्युटर कोर्सहरू छ, अनि कोरियन ल्याङ्ग्वेज, जापानिज ल्याङ्ग्वेज, इङ्ग्लिस ल्याङ्ग्वेज, अनि ट्युसन क्लासेस फर अल सब्जेक्ट, यहाँ सबै विषयहरूको चाहिँ ट्युसन पनि दिइन्छ। एकदमै सुपथ मूल्यमा दक्ष शिक्षकहरूबाट प्रशिक्षण गराइने भएकाले मैले चाहिँ ग्लोबललाई रोजेको हो। र ग्लोबल इन्स्टिच्युटको शाखाहरू पनि छ महेन्द्रनगर, धनगढी र त्यसै गरी अत्तरिया भइहाल्यो। र अत्तरियामा चाहिँ यदि कुनै कोर्स गर्नु छ र ट्युसन लिनु छ कुनै विषयको भने ग्लोबललाई नै रोज्दा राम्रो हुन्छ। र मैले पनि ग्लोबललाई नै रोजेको छु र हजुरहरू पनि ग्लोबल इन्स्टिच्युटलाई नै सम्झिनु होला। धन्यवाद।